पहिला तपाईहरुले अघि यो यो पेशा छ नि पेशा यसोरी गर्नुस् त पेशा यसोरी भित्र हेर्नुस् एउटा कागज छ त्यो चाहिँ यसोरी छोड्दिनु फेरि त्यो भित्र नम्बर 1 एक नम्बर लेखेको छ इंग्लिशमा तिप्तीमा खाउचा किको चिक्का चिक भनेर चाहिँ साइडमा लेखेको छ यस्तो छ भित्र छ है ओ त्यहाँदेखि हेर्नुस् चिक या पहिला पाल्न चाहिँ होइन त्यसपछि रहेछ नि गौंतिर डोल्मे सप्तिक ले मेन्डल छोका सोंगी निंगबो शुक्सो भन्ने छ नि भित्र यहाँदेखि चाहिँ हेर्नुस् भयो होला अब यहाँ सबैले अब यहाँदेखि हामी सुरु हुन्छ भयो है अब यहाँ के छ गौंतिर यो अहिले डोल्मा पूजाको पुस्तक चाहिँ अनि गुरु रुम्चेमको तेर भन्ने अनि धर्महरु छ ओ त्यस्तो तेरको धर्म भित्र परेको अनि एउटा हो पुस्तक यो हो डोल्मे गौंतिर डोल्मे शब्दिक भने चाहिँ तारा देवीको अनि पूजा तारा देवीको धर्म त्यो तारा देवीको विषयमा धर्मको भित्र पनि धेरै किसिम छ अहिले यो चाहिँ अनि हाम्रो यो के रे मण्डल छोका भन्ने चाहिँ ढोलछोक भन्ने चाहिँ ढोल्मे छोका ढोलछोक छोङ्गी भन्ने चाहिँ दुई सम्भरा पुण्य सम्भरा प्राज्ञ सम्भरा छ नि त्यो त्यस्तो दुई सम्भरा छोङ्गी निङ्बो भने चाहिँ दुई सम्भराको सार अब यसको मतलब के हो भनेदेखि यो पेछा यो अनि पेछा चाहिँ ध्यान अभ्यास गर्यो भनेदेखि हामीलाई सम्बर मार्ग र पुण्य सम्बर र प्राज्ञ सम्बर दुईटाको सार प्राप्त हुन्छ भनेको यो चाहिँ है अब त्यो भित्र जाउँ अब के छ पल्टाउनुस् अब 2 नम्बर पाना 2 नम्बरमा पुग्यो छ पाना 2 नम्बरमा ल अब यहाँ तपाईहरुले ध्यान दिनुपर्ने कुरा के छ भनेदेखि अक्षर सानोहरु चाहिँ भाग्य हो अनि विशेष सूचीहरु हो अक्षर ठुलो-ठुलोहरु चाहिँ पाठ गर्ने हो पूजाको बेलामा ठुलो-ठुलोहरु चाहिँ पढ्नु पर्छ सानो चाहिँ थाहा हुनुको लागि यस विषय भाग्यहरु हो अब ठुलो-ठुलो चाहिँ पूजा पाठ गर्ने ल त्यसो कारणले मैले आगम र भाग्य दिनदेखि चाहिँ सानो ठुलो सबै अनि मैले भन्छ तर पूजा पाठ गर्नु बेलामा चाहिँ अक्षर ठुलो अक्षर भएको चाहिँ अनि त्यो पाठ गर्ने हो मैले यो अनि छेको यो भन्छ नि परम्परा लगिरहे किबा र आगमको परम्परा आगमको युवा चाहिँ मैले लामा लोप्साङ शेरप भन्ने कल्क्युको गुरु राम्रो एउटा छ मलाई धेरै के रे कृपा धेरै ठुलो कृपा मलाई छ उहाँको धेरै लामा राम्रो हो उहाँ छम्बा है सुषमामा बस्नुहुन्छ उहाँदेखि चाहिँ मैले यो आगम सबै प्राप्त भयो
यस्तो भयो त्यस्तो हो त्यो छ नामो अब यहाँ सानो अक्षर चाहिँ म पहिले त्यो पढ्दैछु नमो गुरु आर्य तारे ये गुरु र आर्य गुरु र जुजुन डोल्मा गुरु र तारा देवी दुईटै एक हो भनेर सम्झेर अनि उहाँलाई ढोकेको नमो भनेर चाहिँ ढोकेको है म ढोक्छु भनेको नमो कसलाई गुरु र अनि आर्य तारा देवीलाई भने नमो गुरु आर्य तारा ये Tüsum jemba sejela tuki chinle me jongwa gyumgyur drama la tu ne chachu tangtun nyamnen she भनेको छ छोटकरीमा भन्नुदेखि मैले के अरे सर्व अनि बुद्धहरूको माता दोस्तो अनि जुजुन डोल्मालाई ढोकेर अनि अहिले यहाँ चाहिँ देखार्छ हाम्रो बौद्धमा तन्त्रमा चाहिँ gyudeshi भन्छ छगि चुकि नेन्जुर लामे भनेर चार छ त्यसमा छगि चुकि सँग खरिङको क्रिया तन्त्र र चार्य तन्त्र दुईमा परेको अनि यो अहिले ढोल्माको अनि यो तारमा चाहिँ म लेख्दैछु भनेर भन्छु भने छाचु थङथु न्यामिन्छे 태양 섭틱 디남 양섭 닝부 뒤바 임베 제제 망도 미크강 중세 제바다 균기를 자와때 게드니 अब यो धर्मको विषयमा भन्दाखेरि विस्तृत रूपले भन्ने पनि छ संक्षिप्तमा छोटकरीमा पनि भन्ने छ त्यो दुईमा चाहिँ आज यहाँ अलिकति विस्तृत रूपले भन्छु भनेको छ थाङबुन्नी अब यहाँ यो सानो अक्षर योले के देखाउँछ भने पहिलोमा चाहिँ हामीले तारा देवीको पूजा गर्नु बेलामा हामीले के तयार गर्नुपर्छ भनेको विषयमा पूजाको सामग्री के चाहिन्छ अनि पूजा त्यो गर्नु बेलामा चाहिँ तोर्मा कसरी बनाउनु पर्छ अनि त्यो पूजाको बेलामा अनि त्यो थाङ्गाहरू मूर्तिहरू के चाहिन्छ अनि पूजाको बेलामा चाहिँ पूजाको त्यो सामग्रीहरू के चाहिन्छ भने त्यसको विषयमा चाहिँ भन्दैछ थाङबुन्नी जुजुन ड्रमे कुन्ये ठिपुरुसो कुन्जोगी 때 강좀 된도 अब यहाँ सुन्नुस् है यो तारा देवीको पूजा चाहिँ म यहाँ पहिले नै भन्न चाहन्छु कोहीहरूले यो मेरो दिगे आगम वाक्यहरू ज्ञानहरू सबै प्राप्त भइसकेपछि आफ्नो घरमा आफैले एक दिनमा यो पूजा गर्यो भने हुन्छ त्यस्तो गर्नु सक्यो भने त धेरै फाइदा हुन्छ यदि त्यस्तो नगर्नु सकेर भने हाम्रो यहाँ गुम्बामा छेपा निसुङ्गा त्यो बेलामा चाहिँ यो पूजा चाहिँ सबै यहाँ आएर गर्नु सक्यो भने धेरै राम्रो छ है त्यसो कारणले अब त्यो पूजा गर्नु बेलामा सामग्री र के चाहिन्छ भनेदेखि पहिलो जुजुन ड्रमे कुङिन भने यो जुजुन डोल्माको मूर्ति जुजुन डोल्माको फोटो जुजुन डोल्माको थाङ्का जुजुन डोल्माको अनि त्यो के अरे जुजुन डोल्माको मूर्तिहरू
अब तपाईहरुले यो डोल्माको पूजा गर्नु बेलामा भयो भने जुन डोल्माको मूर्ति राप्ने भएको राम्रो मूर्ति अब मैले यहाँ एउटा चढाएको छ जनताको लागि गुम्बामा जुन डोल्मा अब यसमा चाहिँ सुङ हालेर राप्ने गरेर धेरै राम्रो छ अहिले यहाँ है अब तपाईहरुको हातमा पनि मैले डोल्माको अनि फोटो दिएको छ त्यसो कारणले डोल्माको पूजा गर्नु बेलामा यो डोल्माको फोटो चाहिँ राप्ने पनि गरिसक्यो धेरै राम्रो छ यसको लेख्ने तरिका मैले एक गरेर त्यो ग्रन्थसँग हेर्यो पूजा यो किताब के भन्छ डोल्माको विषयमा छ नि ठक्कै मिलेको कोहीहरु चाहिँ नमिल्ने रहेछ यो चाहिँ ठक्कै मिलेको राम्रो त्यसो कारणले यो डोल्माको फोटो चाहिँ अगाडि राख्ने अनि राखेर त्यो पूजा पाठ गर्नु बेलामा राख्नुपर्छ डोल्माको यो अब डोल्माको रूप हामीले थाहा भयो भनेदेखि ध्यान गर्नु बेलामा ठक्कै गर्न सक्छ डोल्माको रूपै थाहा नभएदेखि यहाँ पेजमा चाहिँ अब तिमी यसरी सम्झी यसरी भावना गर भन्ने लेखेको छ फेरि डोल्मा के हो थाहै छैन हैन त्यसो कारणले फोटो भयो भने धेरै फाइदा छ पहिला यो चाहिन्छ भनेको यो थाङ्ग र योहरु चाहिँ राख्ने यहाँसम्म जिजुन डोल्मा भनेको अब यहाँ मैले यहाँ के भन्नु चाहन्छु भनेदेखि अब हाम्रो 21औं शताब्दीको बौद्ध हो अब 21औं शताब्दीको बौद्धहरूले धर्मको कार्यहरू जो गर्छ पहिला त्यसको लाभ त्यसको फाइदा थाहा हुनुपर्ने धेरै महत्त्वपूर्ण हो त्यसो कारणले मैले यहाँ जिजुन डोल्मा भनेको शब्दको बेलामा मैले जिजुन डोल्मा भन्ने के हो भनेको विषयमा जिजुन डोल्मालाई अनि के रे आस्था जिजुन डोल्मालाई पूजा जिजुन डोल्मालाई प्रार्थना गर्यो भनेदेखि के फाइदा छ भनेको विषयमा चाहिँ पहिला भन्नु चाहन्छु है जिजुन डोल्माको विषयमा मैले के भन्न चाहन्छु भनेदेखि पहिला मैले अनि सांख्य बरुम्बुछे द्वारा कंगुरको अनि त्यो आगम सबै प्राप्त भयो त्यसो कारणले कंगुरकै भित्र जिजुन डोल्माको विषयमा बुद्ध स्वयंले भनेको हैन त्यसो कारणले कंगुरको भित्र त्यो पनि ग्युबुमको भित्र पनि ना त्यो भित्र जिजुन डोल्मा भन्ने चाहिँ के हो उहाँले पूजा गर्यो भने के फाइदा छ भन्ने यस्तो राम्रो बुद्ध स्वयंले भनेको छ त्यसो कारणले अब पहिला जिजुन डोल्मा भन्ने चाहिँ कस्तो हो भनेदेखि जिजुन डोल्मालाई के रे छोक्नी कि थोने समताउरे दुई भाग जिजुन डोल्मालाई दुई भागदेखि हेर्नुपर्छ जिजुन डोल्मालाई अनि दुई किसिमको डोल्मा छ दुई किसिमको डोल्मा यो चाहिँ अनि ढाङदुनकी डोल्मा यो एउटा चाहिँ पहिला चाहिँ ढाङदुनकी डोल्मा पछि चाहिँ ङेदुनको डोल्मा पहिला ङेदुनको डोल्मा चाहिँ थाहा हुनुपर्छ ङेदुनको डोल्मा भने चाहिँ सत्यको डोल्मा है सत्यको आर्य तारा देवी भन्ने सत्य त्यसको स्वभाव सत्यको स्वभाव त्यो चाहिँ के हो भने त्यो हामी थाहा हुनुपर्छ त्यसो कारणले तारा देवी भन्ने चाहिँ सत्यको स्वभाव चाहिँ के हो भनेदेखि सर्वभूतहरूको ज्ञान र प्रज्ञा ज्ञान र अनि के रे ज्ञान र माया त्यो दुई सर्व प्राणीहरूको ज्ञान र मायाद्वारा एउटा कार्य हुन्छ त्यो कार्यलाई के भन्छ ठिले भन्छ ठिले कर्म भन्ने पनि हुन्छ कर्म अब यहाँ सुन्नुस् है सत्यको डोल्मा चाहिँ के हो भनेदेखि सर्वभूतहरूको
ज्ञान र अनि त्यो के अरे ज्ञान र अनि करुणाद्वारा अनि भएको कर्मलाई डोल्मा भनेको हो। त्यसो कारणले डोल्माको सत्य अनि त्यो डोल्मा चाहिँ त्यसलाई न्येदुन्गी डोल्मा भन्छ। अब टाङदुन्गी डोल्मा भन्ने चाहिँ के हो भनेदेखि सर्व बुद्धहरूको कर्मलाई डोल्मा भन्छ। त्यो सत्य डोल्मा भन्छ। त्यो सत्य डोल्मा चाहिँ देवीको रूपमा आएको अहिले यस्तो तरिका लेखेको डोल्मा छ नि त्यसलाई चाहिँ टाङदुन्गी डोल्मा भन्छ। यो चाहिँ बाहिरी देखाएको डोल्मा हो। यो डोल्माको सत्य स्वभाव के हो भनेदेखि सर्व बुद्धहरूको कर्म हो। त्यसो कारणले डोल्मा भन्दाखेरि सर्व बुद्धहरूको कर्म हो। त्यो चाहिँ देवीको रूपमा आएकोलाई डोल्मा भन्छ भनेर थाहा हुनुपर्छ, चिन्नुपर्छ, जानकार गर्नुपर्छ। त्यसको उदाहरणमा हामीले सबैले चेरेसे भन्छ नि अवलोकति शिवारा। अवलोकति शिवारा भन्ने चाहिँ सत्य चाहिँ के हो? सर्व बुद्धहरूको करुणालाई चेरेसी भनेको हो। सर्व बुद्धहरूको करुणा चाहिँ सत्यको चेरेसी न्येदुनको चेरेसी तिक्षक दियो सँगै भए टाङदुङ न्येदुन सत्यको चेरेसी सर्व बुद्धहरूको करुणा देवाको रूपमा आएको हामीले यहाँ मूर्ति बनाएको हुन्छ नि त्यसलाई टाङदुन्गी चेरेसी भन्छ। बाहिरी देखाएको चेरेसी, भित्रको चेरेसी चाहिँ सर्व बुद्धहरूको करुणा हो। त्यही दोस्तो जाम्बेयाङ मञ्जुश्री भने के हो? सत्य मञ्जुश्री चाहिँ सर्व बुद्धहरूको बुद्धिलाई भनेको हो, ज्ञानलाई भनेको हो, विवेकलाई भनेको हो। सर्व बुद्धहरूको ज्ञान चाहिँ देवाको रूपमा आएकोलाई टाङदुन्गी जाम्बेयाङ भनेको हो। त्यसो कारणले जाम्बेयाङमा 2, चेरेसेमा 2, डोल्मामा 2 यसरी हामीले बुझ्नुपर्छ। अब सुन्नुहोस् त सर्व बुद्धहरूको कर्म देवाको रूपमा आएको डोल्मा भने चाहिँ यस्तो हो भनेदेखि त सर्व बुद्धहरूको कर्म भने त धेरै हो नि। त्यो त हामीले चाहेको छ नि। त्यसो कारणले हामीले डोल्मासँग जुन डोल्मासँग सम्बन्ध राख्यो भने सर्व बुद्धहरूको कर्मसँग सम्बन्ध राखेको हो। ओ यसरी जानकार भयो भने डोल्मा भनेदेखि त कस्तो ठुलो रहेछ तुरुन्त थाहा हुन्छ रहेछ नि। यसरी बुझ्नुपर्छ। अब डोल्मामा मैले अहिले भनेको छ नि त्यसो कारणले अब यहाँ सुन्नुहोस् सर्व बुद्धहरू कसरी बुद्ध भएको भनेदेखि एउटा कर्मले भएको। त्यसो कारणले जुन डोल्मालाई ग्यालयुम भन्छ। ग्यालयुम भनेको कारण चाहिँ ग्याल भने चाहिँ बुद्धहरू, युम भने चाहिँ सर्व बुद्धहरू आउने माता दोस्तो हो भनेको। ग्यालयुम जिजुन डोल्मा भनेर त्यस्तो छ। अब अहिले यहाँ अब एक फेरि सुन्नुहोस् है। जिजुन डोल्मा उहाँलाई नाम के राखेको छ? उहाँले नाम तारा देवी भनेको छ। त्यसो कारणले तारा भने चाहिँ डोल्मा भनेको। डोल्मा अब तारा भने चाहिँ त्यसको शब्दलाई हाम्रो छेउ भाषामा डोल्मा भनेको भनेदेखि डोल्मा भने चाहिँ के हो? ढोल भने के हो? माँ भने के हो? माँ भने चाहिँ देवीको रूपमा छ, माँ भयो। ढोल भने चाहिँ सर्व प्राणीहरू दुःखदेखि अनि मुक्ति बनाउनेलाई ढोल भनेको। ढोलमा भन्नु बेलामा सर्व व्यक्तिहरू सर्व प्राणीहरू दुःखदेखि मुक्ति बनाउने देवीलाई ढोलमा, सर्व प्राणीहरू दुःखदेखि मुक्ति बनाउने देवीलाई के भन्यो? ढोलमा। ओ ढोलमाको शब्द यो हो। ढोलमा भने चाहिँ धेरै राम्रो छ नि है ढोलमा। अनि उहाँलाई चाहिँ जिजुन किन भनेको? जिजुन ढोलमा जिजुन भनेको के कारण के हो भनेदेखि उहाँलाई
एकमा अनि उहाँलाई चाहिँ के छ भनेदेखि उहाँलाई किबुचुङ्गुकी लमरिम किबुडिङ्गी लमरिम किबुचिम्बुकी लमरिम त्यो लमरिम थर्छिम्बा लमको तोपा थम्छु उन्दु खिर्बा त्यसको मतलब चाहिँ जुजुन डोल्मालाई यो हाम्रो के अरे लमरिम न खर्सा मार्गक्रम त्यो बौद्ध शास्त्रमा भएको त्यो ध्यान अभ्यास गरेर प्राप्त गर्नुपर्ने मार्गक्रमहरू छ नि त्यो सबै उहाँले के भन्छ प्राप्त भइसकेको हो त्यसो कारणले उहाँले जे भने चाहिँ के हो भनेदेखि अरू अनि के भन्छ प्राणीहरू सबै अनि बुद्ध भूमिमा पुर्याउने अब यस्तो हुन्छ नि अघि बिहान हामी परिक्रम गऱ्यो नि त्यो बेलामा चाहिँ म चाहिँ अगाडि पहिला बसेर तपाईँहरू सबै यसरी ल्याएर गयो नि हो जे भने चाहिँ त्यस्तोले भन्छ कि सबभन्दा त्यहाँ के भन्छ अगाडिमा बसेर सबैले ल्याएर जाने है त्यसो कारणले जुजुन डोमाले सर्व प्राणीहरू बिस्तारै दुःखदेखि मुक्ति बनाएर चाहिँ अनि बुद्ध भूमिमा पुर्याउने त्यसो कारणले जे भनेको एउटा त्यसको मतलब एउटा चाहिँ त्यो जेउ तबु ग्याल्पो तबु भन्छ नि त्यो अब चुन भने चाहिँ शिलमा बसेको जुजुन डोलमा चाहिँ हाम्रो यो के भन्छ के अरे मोक्षशील रे मोक्षशीलमा बसेको बुद्धिसत्वको शीलमा बसेको तन्त्रको शीलमा बसेको त्यो त्यसो कारणले चुन भन्छ चुन जोस जुजुन डोल्मा भन्ने चाहिँ जे चुन डोल्मा भनेको शब्द त्यही कारणले उहाँको मन्दिरमा भने ओम तारे तुतारे तुरी सोहा भनेको छ त्यसको मतलब चाहिँ डोवानम भने चाहिँ सर्वपानीहरू तारे तुतारे भने चाहिँ डोलरेछे ढोलवा के ढोलवा मुक्ति भनेको मुक्ति भनेको त्यसो कारणले के मुक्ति सर्वपानीहरू सबै सर्व दुःखदेखि मुक्ति बनाउने भनेको तारे तुरी सोहा डोल्मा भन्छ त्यसो कारणले यसरी हामीले बुझ्नुपर्छ अब त्यसमा धेरै कुराहरू छ अहिले हामी समय छैन त्यसो कारणले मैले छोटकरीमा यति भनौँ अब यहाँ यदि जुजुन डोल्मा भन्ने चाहिँ यस्तोलाई भनेको हो भनेदेखि जुजुन डोल्माको मतलब जुजुन डोल्माको अर्थ यस्तो हो भनेदेखि अब जुजुन डोल्मालाई अनि शारदा जुजुन डोल्मालाई आस्था राख्ने जुजुन डोल्मालाई मान्ने जुजुन डोल्मालाई के अरे प्रार्थना गर्ने जुजुन डोल्माको पूजा गर्ने त्यस्तोहरूले त्यस्तो गर्यो भने फाइदा के छ के लाभ छ भन्ने त्यसको विषयमा पनि बुद्ध स्वयंले कङ्ग्युरको भित्र के लेखेको छ पहिला डोल्मा निशुचाची चाहिँ भनेको छ ओम जे जेमा भनरमला छ जो छन्जो डोल्मा झुमा बामा चाहिँ नि के जो लौदा दम भनेर अन्तिममा छन्जो निशुचाची भने त्यसको पछि अनि बुद्धले के भन्यो हमो लाग्यो याउँदा देम्बे लोदे खङ्गे राते जोदे सोङदा थोरा लङबार चेने ठेम्बे मेजे थम्जे राते दुबा थम्जे राब्दु जमा भनेको छ त्यसको पूजाको नामलाई हमो लक्युमा भन्छ हमो लक्युमा भने त्यो पूजा बुद्ध स्वयंले भनेको त्यो पूजामा तारा देवीको शक्ति तारा देवीको लाभ तारा देवीले अनि पूजा गरेको फाइदा सबै भनेको छ त्यो मैले यहाँ भन्छु है अब यहाँ के छ हमो लग्यो याङदा देम्बर लोन्दे खङ्गी राते जेपे भनेको छ यो मैले कङ्ग्युर पढ्दैछु के भन्यो भनेदेखि जो व्यक्तिले जुजुन डोल्मालाई तारा देवीलाई अनि हमो ला खुइ याङदा देम्बे भने चाहिँ शुद्ध मनले जुजुन डोल्मालाई अनि आधार सम्मान गरेर भनेको छ हमोल्लको याङदा देम्बे लोन्दे खङ्गी भने चाहिँ ज्ञानी भएको मान्छेले राप्थे भने चाहिँ जुजुन डोमालाई
मनभित्रदेखि आस्था राखेर भनेको छ रप्ते जेपे भने चाहिँ जिजु डोल्माको नाम लिने डोल्माको पूजाहरू गरे भने गरे पनि भनेको छ लोन्दे खाङ्गे रप्ते जेते अब जुजु डोल्माको नाम लिने पूजा गर्ने त्यो पनि सक्यो भनेदेखि बेलुका अनि त्यो के अरे नगुङ छाउटो छिटो लाग्यो रात पन्नु बेलामा सेताङ थोरङ भने चाहिँ बिहान सबेरेको समयमा अनि सफा गरेर उठेर सफा गरेर अब त्यही जस्तो गरेर जहिले तपाईँले समय छ त्यही समयमा अनि जुजुन डोल्मा तारा देवीलाई तपाईँले पूजा तारा देवीले याद गर्ने है सेता थोरा लङबर छेने ठेम्बे भने चाहिँ तारा देवीले याद गर्ने ठेम्बे याद गरेर उहाँलाई पूजा गर्यो भनेदेखि के फाइदा छ भनेदेखि मिजिक थाम्चे रक्तेर तपाईँ जहिले भने डर्नु पर्दैन नडर्नेको शक्ति तपाईँले प्राप्त हुन्छ भनेको छ मिजिक थाम्चे राप्तेर हो ठेम्बे मिजिक थाम्चे राप्तेर अर्को तारा देवीले पूजा आस्था गर्यो भनेदेखि के फाइदा छ भनेदेखि दिक्पा थाम्चे रप्तु शिवे भनेको छ तपाईँले जति पाप गरेकोहरू छ त्योहरू सबै नष्ट हुन्छ त्यहाँदेखि मुक्ति हुन्छ भन्छ दिक्पा थाम्चे रप्तु शिवा न्येन्ट्रो थाम्चे जोम्बा निथो भनेको चाहिँ के भनेको छ यदि तपाईँले तारा देवीले मानेर पूजा गर्यो भनेदेखि तपाईँ दुर्गतिमा जानु पर्दैन दुर्गति भने चाहिँ तपाईँले टेक्नु सक्छ नष्ट गर्नु सक्छ भनेको छ न्येन्ट्रो थाम्चे जोम्बा निथो घेलवा छेवा ठक्दु नम्गी न्युर्तो वङ्ने कोर ग्युलास भनेको छ त्यो तारा देवी भने चाहिँ त्यस्तो देवी होइन फाल्तु देवी होइन साधारण देवी होइन त्यो त सर्व बुद्धहरूले अनि बुद्ध अब छेवा ठक्दु भने त बुद्ध गर्नु नसक्ने हो नि बुद्धहरू सबैले तारा देवीलाई अनि अभिषेक गरेको छ अरे के अभिषेक गरेको छ तारा देवी तपाईँ हाम्रो बुद्धहरू सबैको माता हो भनेर ग्यायुलुम ढोमा भनेर ग्यावाकुयुम भनेर अभिषेक दिएर चाहिँ उहाँलाई यसो गरेको हो भनेको छ के भन्छ या र ग्यावा छेवा ठक्तु नम्गी न्युर्तो वाङ्ने कोर ग्युला वाङ्ने कोर ग्युला दिले छेवा नेने थोप्चिङ तारा त्यही कारणले जुजुन डोल्मा भने चाहिँ सर्वभूतहरूको माता भएको कारणले यदि हामीले तारा देवीसँग सम्बन्ध राखेर तारा देवीसँग नजिक बसेर उहाँले पूजाहरू राम्रो गर्यो भनेदेखि तारा देवीलाई जो अनि गुण ज्ञानहरू छ सबै आफूले पनि पाउँछ भनेको छ दिले छेवा निने थोप्चिङ सङ्घीय गोपन थर्तु देट्रो भनेको छ तपाईँले तारा देवीलाई पूजा र त्यो गर्नुहोस् त तर्कालको फाइदा मात्र नभएर तपाईँ अन्तिममा बुद्ध भूमिमा पुग्छ भनेको छ साङ्गे खोपा थर्तु थेर्टो थे थुने ठक्पु छेबो तेने पाम स्याङ डोवा भनेको छ यदि तपाईँले तारा देवीलाई प्रार्थना गर्यो भने अरू फाइदा लाभ के छ भनेदेखि तपाईँले अनि के अरे अज्ञानको कारणले यताउता जाँदाखेरि केही अनि नजानेको कारणले नत्र केही कारणले तपाईँले बिख खानु पर्यो भने त्यस्तो बिख खाएर तपाईँले बिख है बिष खाएर तपाईँले दुःख हुँदाखेरि तपाईँले तुरुन्त तारा देवी याद गरेर प्रार्थना गर्नुहोस् त बिखहरू सबै हटाउँछ धी थुने ठक्पु छ्याम्बो त्यो बिष पनि ठुलो के अरे धेरै शक्ति भएको बिष हुन्छ नि त्यो बिषहरू पनि हटाएर जान्छ भन्छ धी थुने ठक्पु छ्याम्बो हटाएर जान्छ त्यो मात्र नभएर बाहिरको बिष मात्र नभएर हाम्रो भित्र मनको भित्र भएको बिष ठुलो दुई आत्मा गराको बिष एउटा
एउटा चाहिँ स्नेह आत्मस्नेह भन्छ के अरे सोस्नेहको विष त्यो त त्योभन्दा नराम्रो हो नि बाहिरको विषले त तरकाल खाएर अलिअलि दुःख हुन्छ हो नि तर आत्मा गर भनेको विष र अनि यो सोस्नेहको विषलाई त हामी जन्ममा कति हामीले दुःख दिएको छ होइन त्योहरू सबै अनि नष्ट हुन्छ अरे तेने खसा ठी थुने ठक्कु चम्बो तेने पाम स्याङ डोवा तेने पाम भने चाहिँ के अरे पहिलादेखि नै मनको भित्र भएको भित्रको बीज ठुलो शक्ति भएको आत्मा गरेर सोच्नेको बीज पनि अनि टेक्न सक्छ त्यहाँदेखि त्यहाँ मुक्ति हुन्छ भने त्यो मात्र नभएर कोही मान्छेले है तपाईलाई 20 के अरे 20 रे बिग्रियो त वही 20 रुपैयाँ ठङ्गै निसु डबुद्रे भयो 20 कोही मान्छेले तपाईँले 20 दिन्छ नि त्यस्तो दियो भने तुरुन्त तपाईँले तारा देवीले पूजा गर्दा त्यो 20 पनि हटाएर जान्छ भन्छ सेपा तान्ने थोइनी क्या 20 खाएर अनि तपाईँले दुःख भएको 20 पिएर दुःख भएको त्योहरू सबै हटाउँछ भन्छ सेवा तान्ने थोइनी क्या ढेम्बे रातो सेवा थो अब यहाँ सुन्नुहोस् है राम्रो गरेर सुन्नुहोस् हाम्रो समाजमा के हुन्छ भूतले के गर्यो प्रेतले के गर्यो भूत प्रेत यसको छ धेरै छ नि है एकमा चाहिँ के हो त्यो के भन्छ पुग्ने राम्रो नभएको अनि खरस साथी सोनम भाग्य धेरै नभएको आफ्नो आफैले जति भाग्य धेरै छैन भाग्य सानो भयो भने अरूले आफैले थिच्नु सक्छ के आफ्नो भाग्य चाहिँ ठुलो भएदेखि कहिले पनि थिच्नु सक्दैन होइन मलाई पनि यस्तो आउँछ सपनामा कहाँ गयो भने त्यहाँ भूत सुत भएको हो भनेर मैले तुरुन्त थाहा हुन्छ तर मैले भूतसँग जुतेर म आफै त्यो जित्छ रहेछ त्यसो कारणले त्यो के भन्छ त्यस्तो भूत जति भएर भने यो डोलमा तारा देवीलाई पूजा गर्ने आस्था राख्ने मान्छेले तारा देवीलाई पूजा गर्यो भने के पनि गर्नु सक्दैन रे यहीँ रहेछ देनथाङ है भूत प्रेतहरूले त्यस्तो तारा देवीले पूजा गर्ने मान्ने उहाँको आस्था त्यो श्रद्धा त्यो गर्नेलाई केही गर्नु सक्दैन भनेको छ त्यसो कारणले मैले यहाँ भन्न चाहन्छु यदि हाम्रो समाजमा भूत प्रेत त्यस्तो भएर धेरै समस्या छ भनेदेखि तारा देवीलाई मानेर त्यसको पूजाहरू राम्रो गरेर उहाँको अनि मन्त्रहरू जापेर त्यो गर्नुपर्छ अब हामी के लगाउँछ नि है के भूतले के भयो भने फेरि एउटा लामासँग लिएर ल्याउला फेरि के पछि त 10 र यस्तो 20 र हुन्छ अझै भूत आउँछ के फाइदा भित्रको भूत आत्मा गरा अनि सोच्ने अनि रिस राग त्यो जति ठुलो हाम्रो मनको भित्रको भूत बस्यो भने बाहिरको भूत पनि आउँछ जति लगाएर पनि केही फाइदा हुँदैन यो भित्रको भूत चाहिँ सानो बनाउनु पर्छ हो त त्यो हो त्यसो कारणले यहाँ छ नि के भन्नु छ धेनथाङ रिमथाङ भने चाहिँ यो आजकल नयाँ एउटा के भन्छ बिमारी आएको छ नि खर्च कोरोना भाइरस भन्ने बिमारी एउटा आएछ नि अब यो चाहिँ यसरी घरदेखि लिएर समाजमै आउँछ रहेछ नि त्यस्तो बिमारलाई रिम भन्छ त्यस्तो बिमार हुँदाखेरि अनि तारा देवीलाई प्रार्थना गर्नुपर्छ त्यो गर्यो भनेदेखि त्यो पनि हटाउँछ भन्छ त्यसो कारणले अस्ति चाइनामा अनि त्यो यो भयो बिमार भयो त्यो कुरा चाहिँ बिस्तारै श्री दलाई लामाजीलाई हाम्रो यसो समस्या छ रहेछ के गरौँ भनेदेखि श्री दलाई लामाजीले तुरुन्त तारा देवीको पूजा गर भनेर छ नि हो यो त्यो बुद्धले भनेको यो देन्दा रिम्ता थुकी सर्वे
तुङ्गे छोड्ने नम्बर पङ्क्ते भने यो दलाई लामाजीले थाहा भएर उहाँले भनेको हो। त्यसो कारणले अहिले त हाम्रो यो लाल बितीमा यो आएको छैन रहेछ यस्तो समस्या है। अब पछि भविष्य आउनु सक्छ नि, त्यो आउनु बेलामा भागेर नजाऊ है। सबै यहाँ बसेर जुजुन ढोमालाई पूजा गरेर ओम तारे तुतारे तुरी जप गरेर आस्था गर्नु त के पनि हुन्न, डराउनु पर्ने केही छैन ल। सबैको मनमा राख्नुहोस्, म यो सत्य कुरा भन्दैछु। अब भित्रदेखि आस्था छैन भनेदेखि सङ्घ लगाएर गरेदेखि त त्यति फाइदा हुँदैन। भित्रदेखि आस्था गरेर चाहिँ त्यो गर्नुपर्छ। यहाँ यो मैले भनेको होइन है, यो बुद्धले भनेको कङ्ग्युरको भित्र ध्यानदा रेमदा थुकी सिर्वे तुङ्गल छोड्ने नम्बर पङ्दे सेम्जे सेबन्नमलाई याङ्गो आफूले पनि त्यस्तो फाइदा हुन्छ। बुद्ध के अरे तारा देवीले पूजा गरेदेखि अरूले पनि त्यस्तो हुन्छ भनेको छ। अब त्यसपछि के छ, निसुम दुन्दो गोबर जेना हो। यहाँ सुन्नुहोस् है, तारा देवीको पूजा चाहिँ एक मात्र नभएर 2 चोटि 3 चोटि 4 चोटि, त्यो पनि हामी एउटा मान्छेले नभएर 2टा 3टाले घर परिवारले यस्तो गर्यो भनेदेखि के फाइदा हुन्छ भने सुन्नुहोस्, जो व्यक्तिलाई बच्चा नभएको त्यति समस्या छ भनेदेखि तुरुन्त त्यसले तारा देवीलाई प्राप्त गरेर पूजा गर, मलाई बच्चा राम्रो होस् भनेर पूजा गर। त्यो गर्यो भनेदेखि फुदे पेने फुदुप गिर्लास, छोरा चाहिएको छ भनेदेखि छोरा पाउँछ, छोरी चाहिएको छ भनेदेखि छोरी पाउँछ, यस्तो भनेको छ। अघि मैले एउटा सुन्यो, कोही मान्छेले चाहिँ हाम्रो यहाँ टिचर एउटा छारे, उहाँलाई चाहिँ बच्चा नभएको समस्या छारेछ भनेर कुरा है। अब त्यस्तो बेलामा कि यस्तो केही पनि गर्नु पर्दैन है। जुन ढोलमालाई राम्रो गरेर त्यो पूजा गर्दा सत्य नै हुन्छ। म अस्ति आसाममा जानु बेलामा पनि 2टा व्यक्ति आयो, जवान आयो। यस्तो भन्ने थियो, मैले तारा देवीको फोटो दियो, तपाईँ यो पूजा राम्रो गर हुन्छ भनेर मैले यो चाहिँ भने। अब अहिले के भयो होला मैले अहिले थाहा भएन, सोध्नु पर्ने छ। यो सत्य हो। फुदे पेने फुदे पाने फुदुप जोरसिङ। अब हाम्रो यहाँ हाम्रो व्यक्ति आफ्नोलाई पनि पैसाको समस्या छ, दान दौलतको समाजलाई पनि छरेछ नि। अब तारा देवीलाई शुद्ध मनले पूजा गरेर हाम्रो यहाँ अनि दान दौलतहरू सबै अनि राम्रो होस्, विकास होस् भनेर त्यो सोच राम्रो हुनु पर्यो है। सोच नराम्रो होइन, रिस रागले होइन कि राम्रो सोचले राम्रो विचारले तारा देवीले पूजा गर्नुहोस् त। यहाँ लेखेको छ नर्दे पाण्डे नर्नम निथो है, दान दौलत चाहेकोहरूलाई दान दौलत पनि पाउँछ भनेको छ। अब यो त मैले भन्नु सक्छु, मैले अस्ति नै भने नि, मैले टिचरको काम गरेर कति भयो 31 32 33 34 वर्ष भयो, तर मैले तङ्खा 1 रुपियाँ पनि लिएको छैन। मान्छेले चराएको पनि मैले खाएको छैन। तर मलाई पैसामा मलाई केही प्रब्लम छैन, खर्च समस्या छैन। अहिले गयो अहिले आउँछ, अहिले गयो अहिले आउँछ। यो कसको कृपा? तारा देवीको। मैले त्यही मान्छु। त्यसो कारणले यो मैले भन्नु सक्छु, नर्दे पेन ननम्य थो देवाथम जे थोबर ग्युला, देवाथम जे थोबर ग्युला आफ्नो मनमा चाहेकोहरू अनि इच्छाहरू चाहिँ हामीले पाउँछ भने। अब यस्तो एउटा छ कि कर्ममा 2 कर्म छ, एउटा चाहिँ आफ्नो व्यक्तिगत कर्म, एउटा चाहिँ सबैले गरेको कर्म। अब मलाई यो पनि भएको थियो, ओके त खट्यो हो चाहिँ के मलाई यो अनुभव भएको थियो। मेरो व्यक्तिगतको लागि चाहिँ मैले पैसामा मलाई केही प्रब्लम भएन दान दौलतमा, तर मैले अरूको लागि के गरौँ भन्नु बेलामा समस्या चाहिँ भएको थियो। त्यो किन भनेदेखि त्यो अरूहरूको कर्म नराम्रो भएको कारण रहेछ है। सत्य भन्छु म, त्यसो कारणले बुद्धले भनेको सत्य रहेछ। कर्ममा 2टा, व्यक्तिगतको कर्म एउटा र समाजको कर्म भनेर 2टा रहेछ कि। समाजको फल, समाजलाई फल राम्रो पाउनुको लागि समाजले कर्म चाहिँ राम्रो हुनुपर्ने रहेछ।
व्यक्तिगतको यो राम्रो हुनुको लागि व्यक्तिगतको कर्म राम्रो हुनुपर्ने रहेछ त्यसो कारणले म व्यक्तिगतलाई पैसा दान दौलत त्यसमा केही मलाई प्रब्लम छैन तर मैले ठुलो ठुलो काम अरूको लागि समाजको लागि गर्छु भन्ने बेलामा पैसा नपुग्ने त्यस्तो मलाई भएको थियो त्यो पछि मैले हेर्दाखेरि यो बुद्धले भनेको चाहिँ ठ्याक्कै रहेछ कर्म र फल दुई र सँगै जानु पर्यो नि त्यो व्यक्तिगतको कर्म समाजको कर्म है त्यो त्यसो कारणले समाजमा राम्रो हुनु पर्यो भनेदेखि समाजले पनि कर्म राम्रो यस्तो गर्नुपर्छ ता देशुदे देवातम जो थोबर ग्युदे केगना मेजिङ सोर्सो जङ्ग्युर्चे अब यहाँ भनेको छ अन्तिममा तपाईले तारा देवीलाई अनि मान्यो भने पूजा गर्यो भनेदेखि तपाईलाई बाधाहरू के पनि हुँदैन बाधाहरूले तपाईले के पनि गर्न सक्दैन भनेको छ गेग्ना मेचिङ सोसोर जोङ्ग्युर्चे भनेको छ अब यहाँसम्म तारा देवीको शक्ति तारा देवीलाई मानेको पूजा गर्यो भने कति लाभ छ भने चाहिँ यति राख्छु है हुनु त धेरै छ तर अहिले चाहिँ छोटकरमा यति राख्छु अब यहाँ पेछामा हेर्नुहोस् अब यहाँ पेछामा चाहिँ के लेखेको छ भनेदेखि तपाईले तारा देवीको पूजा गर्नु बेलामा तारा देवीको मूर्ति फोटो यस्तो एउटा चाहिँ चाहिन्छ भनिसक्यो जिजुन ड्रोमे कुइए ठी भने चाहिँ लेखेको बुल भने चाहिँ त्यो मूर्ति बनाएको त्यस्तो एउटा चाहिँ चाहिन्छ भन्छ त्रिपुरसो कुन्चो गीते बुद्ध धर्म संघ रत्नको त्योहरू फोटो मूर्तिहरू पहिला राखेर त्यसको अगाडि दिन्दु अनि एउटा टेबल जस्तो त्यसको अगाडि अनि टेबल जस्तो राख्ने है अब तारा देवीको अहिले यही छ नि 3 पेज 3 पानाको लाइन दोस्रोमा 3 पानाको लाइन दोस्रोमा छ सानो अक्षरमा छ नि अब जिजुन डोल्मे कुइए त्रिपुरसो कुन्जोगी तेन खाङजोम दिन्दु टेक्पु भने चाहिँ टेबल जस्तो एउटा राखेर त्यसमा चाहिँ अनि के पहिला पूजाको खर्च थाङ्गी सामग्रीहरू सबै राखारे अब अरू केही राख्नु पर्दैन यहाँ अघि मैले तपाईले दिउँसो सिकायो नि 7 वटा थियो नि है 연차 최연 샵셀 메토 도페 마르메 ट्रिचप 샵세 भनेर त्यो अघि दिउँसो मैले सानो किताबमा देखायो नि फोटो हो त्यही छेपा चाहिँ तपाईहरुले चढाउनुहोस् दुई किसिमको छेपा छारेछ नि माथिको एउटा र तलको माथिको छेपालाई धागेको छेपा दुङ्गेको छेपा मुनिको छेपालाई धागेको छेपा भन्छ यही फोटो हेरेर यसरी चढाए पनि हुन्छ ल अब पछि अहिले आज मैले यो भन्दै गर्छु किसिम निचोले तपाईहरुले त्यो छेपाको विषयमा चाहिँ त्यही देखाएर तपाईहरुले सिकाउँछ है अब त्यसमाथि छुङे नेर्जे करदुम भने चाहिँ अब तर्मा बनाउनेहरु हो संछु छेपे मण्डल थोर्ने भने चाहिँ यो यसो गर्ने पूजा बेलामा यसोरी त्यो गर्ने थोर्ने सो ड्रुम्ना तोर्ने सो दुछे भने चाहिँ सबै तयार गरेर राखा भनेको छ अब तपाईहरु थाहा भयो जुजुन डोल्माको फोटोहरु त्यो चाहियो अनि पूजा त्योहरु चाहिँ चाहियो अनि तर्मा बनाउन सक्यो भने तर्मा बनाउने त्यो पनि सिकाउँछु त्यो देखाउँछु तपाईहरु फोटो खिच्ने अब तर्मा बनाउन नसक्यो भने केही छैन अस्ति मैले भने नि त्यो फलफुलहरु खानाहरु राख्यो भने हुन्छ भनेको है जुम्ना ट्रुदा चाङरे कुन्जुदान देबर छा हो यहाँ अब डोल्माको पूजा गर्नु बेलामा चाहिँ सफा हुनुपर्छ जिउहरु धुएर लुगा सफा लाएर गर्नुपर्छ भनेको ट्रुदा चाङरे कुन्जुदान देबर छासी मिचोना अब यदि तपाईहरुले जिउ धुनु नसक्ने लुगा सफा यसो लाउन नसक्यो भनेदेखि केही छैन
तर तपाईहरुले के गर्नुपर्छ डोल्माको पूजा गर्नुको दिनमा त्यो दिनमा शा खानु हुँदैन मासु छाङ खानु हुँदैन भनेको छ शा छाङ माथुङ पूजाको अगाडि पूजा सुरु हुनेको अगाडि मासु र छाङ चाहिँ खानु हुँदैन भनेको छ है यो चाहिँ मन राख्नुहोस् अब पछि तपाईहरु छेपा निशुङमा डोल्मा पूजा गर्छ नि त्यो बेलामा त्यो दिनमा चाहिँ तपाईहरु शा छाङ खाएर चाहिँ नआउनु ल साथसाङ सबै छोड्नु हुनु त हाम्रो यहाँ सबैले पञ्चशीला लिएको थियो नि पहिला म आउँदाखेरि पञ्चशीला सबैले दिएको छ यहाँ त्यो जसले लिएको छ त्योहरू सादा छाङहरू खाँदैन होला खानु हुँदैन छोड्नुपर्छ त्यो ठिमिदो अब सक्यो भनेदेखि लसुन खानु हुँदैन लसुन अनि खर्च प्याज लसुन ठिमिदो प्याज र लसुनहरू चाहिँ खानु हुँदैन होला शाछाङ माथुङहरू छताबुर अब यहाँ डोल्मा पूजा गर्नु बेलामा चाहिँ मनमा के हुनु पर्यो भनेदेखि बैराकी यो संसार चाहिँ दुःखै हो भनेर विचार गरेर बैराकी जमाउनु पर्छ त्यसै निन्जुङ भने चाहिँ बैराकी है त्यो चार आर्य सत्यको विषयमा सम्झेर दुःखको दुःखहरू सम्झेर दुःखको दुःख परिवर्तन दुःख अनि के अरे संस्कार दुःखहरू सम्झेर चाहिँ बैरागी हुनुपर्छ यो संसार भन्ने चाहिँ दुःख रहेछ त्यहाँदेखि म मुक्ति होस् भन्ने सोच चाङजु गुसेमगी पुण्यलाङ भने चाहिँ पूर्व सोचमा चाहिँ बुद्धिचित चाहिन्छ रे बुद्धिचित सर्वपन्यहरू दुःखदेखि मुक्ति पाओस् सुख होस् त्यसको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने सोच ल अघि बिहान मैले सिकाएँ नि तपाईहरु यहाँ मेरो सँग बसेर छाक गरेर बसेर पूर्व सोच हामीले ध्यान गर्यो नि हो त्यो शरण गमन र अनि पूर्व सोच चाहिँ राम्रो हुनुपर्छ बुद्धिचित उपलब्ध गरेर छजुसँगै कुलुन्दा देबे क्याप्सिम नि रे अब सुरु भयो पाठ चाहिँ सुरु भयो अक्षर ठुलो अक्षर आयो नि त्यो चाहिँ पाठ गर्ने हो अब तपाईहरु भन्दै गर्नुस् है यहाँ पेन्सिलले त्यो गर्नुस् न कुरा नगर्नुस् त्यो यस्तो बेलामा कुरा गर्नु हुँदैन अब आफ्नो पेन्सिलले यहाँ यसरी गरेर त्यो पढ्नुस् ल म भन्दै गर्छु ल भन्नुस् है पेन्सिलले यसो चिन्ह लगायो भने अनि कहाँदेखि कहाँसम्म गर्नुपर्छ भने थाहा हुन्छ नि ल दुइङकी तपाईहरु छैन तपाईहरुको पेनहरु छैन अनि अस्तितिर के परेर बसेको अब यो हुँदैन यो अहिले फेरि यो बनाउनु पर्ने कहाँ हुन्छ भन्दैन तपाईहरु के छ भने खाना खानु बेलामा पो धड्कनहरु सबै खोज्दो रहेछ त्यो अगाडि सबै तयार गर्नुपर्छ नि है खाना खानु बेलामा पो अनि थाली कहाँ छ भन्छ त्यो कहाँ छ भन्छ है त्यस्तो होइन के पहिला नै तयार गरेर आउनुपर्छ आज यो छेउको क्लास छ भनेदेखि त सबै ल्याएर किताब लिएर आउनुपर्छ के ला अब केही छैन मैले अहिले एकचोटि आगम भाग्य गर्ने पछि ज्ञानले फेरि त्यो रिपिट फेरि सिकाउँछ दोहोऱ्याएर खेराङ्गी ताया हो ग्याउ यहाँ सुन्नुहोस् है अब भन्नुहोस् ल भन्नुहोस् दुइङखी नामखर जिजेमा मुसुम्दो सुपर क्योर भन्नुपर्छ अब यहाँ सानो अक्षरमा भएको चाहिँ पूजा पाठ गर्नु पर्दैन विचार गर्नुपर्छ भावना गर्नुपर्छ भनेको छ मे भने चाहिँ भावना गर्न अब त्यसको अर्थ भन्छु है अनि त्यो अर्थ भनेर चाहिँ राख्छु यो शब्द धेरै राम्रो रहेछ नि दुइङखी भने चाहिँ आफ्नो अगाडि भनेको नमखर भने चाहिँ आकाशमा भनेको त्यसमा पनि दुई अर्थ छ तर अहिले चाहिँ सजिलोमा भनेको आफ्नो अगाडिको अनि के अरे आकाशमा भनेको दुइङखी नमखर जिजुमा भने चाहिँ जिजु डोल्मा है तारा देवी भनेको मुसुम्दो भने चाहिँ साक्षीकै है मुसुम्दो सुपा भने चाहिँ बसेको छ भनेर सम्झिनु रे हो पहिला यो बेलामा पहिला चाहिँ ध्यान गरेर आफ्नो अगाडि
जुजुन डोलमा तारा देवी गुरु र तारा देवी एउटै सम्झेर जुजुन डोलमा चाहिँ तारा देवी चाहिँ साँच्चै नै छ भनेर चाहिँ भावना गर्नुपर्छ त्यो भावना गरेर हाम्रो मुखदेखि यो पाठ गर्नुपर्छ देङ्गे नगर जिजु मङ्गुसुम दोषु बरैयो भन्नुपर्छ ल हो त्यो बेलामा यदि तपाईँहरू अलिक गाह्रो छ भनेदेखि फोटोमा हेरेर चाहिँ ठ्याक्कै फोटोमा बल्कै जस्तो जिजुमा अनि कलर चाहिँ त्यो जङ्गुलो खर्सा हरियो कलर भएको अनि जुजु ढोलमा साँच्चै नै छ भनेर सम्झिनु हलासो अब त्यसपछि अब जुजु ढोलमालाई शरण गमन गर्ने हो शरण गमन र बुद्धिचित उद्भव योलाई भन्छ पूर्व अभ्यास भन्छ अहिले यो पहिले पनि भन्यो अघि बिहान पनि भन्यो नि जहिले तपाईँहरूले धर्म कार्य गर्छ त्यसमा तीनवटा कुरा चाहिँ ध्यान दिनुपर्छ पूर्व अभ्यास मूल विषय अन्तिमको प्रार्थना अब यहाँ डोल्माको पूजामा पनि पूर्व अभ्यास छ यो सुरु भयो देङ्गे नगर जिजे मङ्गुसुम दोषु बरै क्योर अब भन्नुहोस् ल नमो कुन्जो कुन्म जिजे मार दाक्सो ढोकुन केप्सुची 장주 멤베 셈케네 साम लामला जुबरगी या अब यसको अर्थ भन्छु है कुन्चो कुन्ग भने चाहिँ कुन्चो कुन्ग भने चाहिँ कुन्चो भने चाहिँ दिरवा रत्न बुद्ध धर्म संघ रत्नहरूले भनेको कुन्चो भने चाहिँ बुद्ध रत्न धर्म संघ रत्न बुद्ध रत्न धर्म रत्न संघ रत्न सबै भएको अनि जिजुन डोल्मा तपाईलाई भनेको जिजु मर भने जिजुन डोल्मा तपाईलाई दाक्सो भने चाहिँ मोल लगायत सर्व पानीहरूले भनेको सुन्नुहोस् ल के भन्यो दाक्सोङ भने चाहिँ के अरे मोल लगायत सर्व पानीहरूले भनेको दाक्सो ढोकुन सर्व पानीहरूले दाक्सो ढोकुन केप्सु छे भने चाहिँ डोल्मा तपाईँको शरणमा जान्छु भनेको ल यहाँ छ नि दाक्सो ढोकुन केप्सु छि यो दुई शब्दले के देखाएको जुजुन डोल्मालाई शरण गमन गरेको अब त्यसपछि चङ्जु मेम्बे सेमके ने भनेको चाहिँ बुद्धिचित भनेको चङ्जु भने चाहिँ बोधी मेम्बे सेम भने चाहिँ हुनु त चङ्जुको सेम भने चाहिँ बुद्धिचित हो बुद्धिचितमा दुईवटा छ एउटा चाहिँ म बुद्ध भूमिमा जान्छु भन्ने सोच चाहिँ हो त्यसो कारणले चङ्जु मेम्बे सेमके भने चाहिँ म बुद्ध भूमिमा जान्छु भनेको बुद्धिचित सम्झेर विचार गरेर भनेको छाङ्जु मेम्बे सेमके ने अब यहाँ के छ बुद्ध भूमिमा जान्छु मात्र भनेर सम्झेर विचार गरेर हुँदैन बुद्ध भूमिमा पुग्नको लागि केही न केही गर्नुपर्छ त्यसो कारणले साम्युलमला जुगवर्गी मैले आज यहाँ साम्युलम भने चाहिँ तन्त्रमा भएको गुप्त रूपले भनेको तन्त्रको मार्ग त्यसलाई म अभ्यास गर्छु भनेको कस्तो राम्रो छ है साम्युलमला जुगवर्गी अभ्यास गर्छु भनेको अघि के भन्यो म बुद्धता प्राप्त गर्नुको लागि मैले तन्त्रमा भएको मार्गलाई ध्यान अभ्यास गर्छु भनेको साम्युलमला जुगवर्गी आज यहाँ राख्छु चिन्ह लगाउनुहोस् ल चिन्ह आजको भाग चाहिँ यहाँसम्म हो अब समय पनि भयो 7 बज्यो होला साम्युलमला जुगवर्गी ओ जाम्बे बाउ अन्तिमको प्रार्थना गर्नुहोस् जाम्बे बाउ चित्र गेम्बा